La Sofia Fulla and Namaste साथीहरु वेलकम टु माई डे 25 मिनी ब्लग। अनि आज चाहिँ म 11 बजे उठेछु, त्यही पनि बहिनीको फोनले गर्दा है। बिदाको बेला यस्तै हुन्छ, म जहिले पनि सुते अनि बहिनीको फोन आयो आज छोरीलाई फन पार्क लिएर जाऊँ भनेर। अनि म चाहिँ छिटो छिटो उठेँ, सावरहरू लिएर हैन गए हामी चाहिँ फन पार्क। अनि यो चाहिँ बच्चाको गेम हो के, ठुलो खेल्न पाउँदैन थिए हैन, त्यही पनि नानी रुन्छ भनेर म पनि खेलेँ, रमाइलो भएको थियो। हामी दुईजना रमाइ खेल्यो, छोरी र म। अनि के अरे अब एडल्ट्सको गेम चाहिँ खेल्न पाएन, किनभने छोरी हेर्ने कोही पनि थिएन। अनि नानीलाई मात्रै सानो त्यो हुन्छ नि गेमहरू खेलाइदियो। अनि त्यसपछि यहाँ ह्युमन डलहरू रहेछ, अनि उनीहरूसँग फोटो खिचेँ। यस्तो भोक लागिरहेको थियो होइन। अनि छिटो छिटो नानीलाई घुमाएर गेमहरू खेलाएर अनि हामी बाहिर गयो। अनि बाहिर निस्केर हामी छिटो छिटो रेस्टुरेन्ट गयो। अनि यति धेरै खाना मगायो कि हामीले, ब्रन्च ड्रन्च अब के भन्छ सबै एकैचोटि नै खायो हामीले। ल हाम्रो खाना आयो, 3 जना मिलिजुली खायो हामीले चाहिँ। अनि खाना खाइसकेपछि लास्टमा आइसक्रिम खायो। अनि यसरी नै मेरो आजको दिन सक्यो। थ्याङ्क यू सो मच साथीहरू, यहाँसम्म मेरो भ्लग हेरिदिनु भएकोमा। सी यू इन माई नेक्स्ट भ्लग। बाई बाई, टेक केयर। La Sofia Fulla and Namaste साथीहरु वेलकम टु माई डे 25 मिनी ब्लग। अनि आज चाहिँ म 11 बजे उठेछु, त्यही पनि बहिनीको फोनले गर्दा है। बिदाको बेला यस्तै हुन्छ, म जहिले पनि सुते। अनि बहिनीको फोन आयो आज छोरीलाई फन पार्क लिएर जाऊँ भनेर। अनि म चाहिँ छिटो छिटो उठेँ, सावरहरू लिएर हैन गए हामी चाहिँ फन पार्क। अनि यो चाहिँ बच्चाको गेम हो के, ठुलो खेल्न पाउँदैन थिए हैन, त्यही पनि नानी रुन्छ भनेर म पनि खेलेँ, रमाइलो भएको थियो। हामी दुईजना रमाइ खेल्यो, छोरी र म। अनि के अरे अब एडल्ट्सको गेम चाहिँ खेल्न पाएन, किनभने छोरी हेर्ने कोही पनि थिएन। अनि नानीलाई मात्रै सानो त्यो हुन्छ नि गेमहरू खेलाइदियो। अनि त्यसपछि यहाँ ह्युमन डलहरू रहेछ, अनि उनीहरूसँग फोटो खिचेँ। यस्तो भोक लागिरहेको थियो होइन। अनि छिटो छिटो नानीलाई घुमाएर गेमहरू खेलाएर अनि हामी बाहिर गयो। अनि बाहिर निस्केर हामी छिटो छिटो रेस्टुरेन्ट गयो। अनि यति धेरै खाना मगायो कि हामीले, ब्रन्च ड्रन्च अब के भन्छ सबै एकैचोटि नै खायो हामीले। ल हाम्रो खाना आयो।